Hello. चैत महिनाको आज is like first week. So चैत महिना अझै बाँकी छ अनि this is the end month of 2081. So I'm here with pick a pile reading for the end month of 2081. This is pile 1, the golden tarot, and the silver one, pile number 2. So I'm gonna shuffle यही तपाईहरुकै अगाडि and then I will tell you about your overall life, career and relationship. And आज मैले चाहिँ endमा I'll give you a guidance from this angel guide oracle card by Kyle Gray. So let's start. फाइल नम्बर 1 तपाईको चैत महिनाको बाँकी भएको चैत महिनाको ओभरअल रिडिङ म जनरल रिडिङ गर्दैछु लभ लाइफ एन्ड करियर प्लस आज चाहिँ ओरेकल डेकबाट एउटा गाइडेन्स पनि म लिनेछु सो आइ एम सफलिङ हियर दिस इज माई पाइल नम्बर 1 उडिरहेछ कार्ड सो लेट्स सी है त Ten more to go. This is my pile number 1. चैत महिनाको रिडिङ हुँदैछ ओभरअल लाइफमा चाहिँ अलराइट सो चैतमा चाहिँ देयर इज समथिङ द्याट तपाईँ चाहिँ ट्राभल गर्दै हुनुहुन्छ मेबी फर न्यू बिगिनिङ फर यर करियर है मेबी त्यो एजुकेसनको लागि पनि हुनसक्छ है सो आई थिङ्क यु दिस पाइल नम्बर 1 तपाईँ चाहिँ कतै जाँदै हुनुहुन्छ केही चिज छोडेर है नयाँ ठाउँमा नयाँ उसमा चाहिँ चैतको यो मन्थमा चाहिँ तपाईँ जान सक्नुहुन्छ द्याट अल्सो सजेस्ट कि ट्राभलिङ फर फन अथवा ट्राभल विशेष गरी चाहिँ ट्राभलिङ फर वर्क भन्ने देखाएछ है सो ओभरअल यु हेभ अ भेरी गुड लाइफ इन यो चैतको महिनामा बट यु हेभ टु लिभ बिहाइन्ड समथिङ द्याट यु अडोर सिन्स यर चाइल्डहुड के अनि द्याट माइट सजेस्ट कि यु आर गोइङ अब्रोड फर मेबी त्यहीँ बस्नको लागि अथवा फर अलिकति लङ टर्मको लागि टु मेक स्योर अबाउट यर करियर त्यो भनेको एजुकेसन पनि हुन सक्यो होइन तपाईँको करियर वाइज पनि भयो सो ओभरअल चाहिँ ठिकै छ राम्रै छ अनि यु आर अ भेरी होमली बडी होइन सो फादर फिगरले चाहिँ तपाईँलाई अलिकति ओभरपावर गर्छ बट देन तपाईँले चाहिँ आफ्नो फादर फिगरहरूसँग सोध्यो भने चाहिँ राम्रो हुन्छ अनि आफ्नो लाइफमा चाहिँ तपाईँ फोकस अन बिल्डिङ यर ओन फाउन्डेसन के त्यो भयो भने चाहिँ तपाईँ न्यू अपर्च्युनिटिजहरूको अगाडि जान पाउनुहुन्छ होइन जसले चाहिँ तपाईँलाई राम्रोसँग सर्भ गरिरहेको छैन त्यो चाहिँ छोड्दा पनि हुन्छ तपाईँले छोड्नु पनि हुन्छ यो चैत महिनामा तपाईँलाई सर्भ के भन्छ तपाईँको लागि नराम्रो चिज चाहिँ तपाईँले छोड्दै हुनुहुन्छ है सो करियर वाइज चाहिँ नि इट्स टाइम यु टेक एक्सन है तपाईँले एक्सन नलिएको भएर नै मेबी यु फिल लाइक स्टक है एक्सन नलिएको भएर तपाईँ फिलिङ स्टक भएको हुने चान्सेस देखियो यहाँ
है सो बी स्ट्रेटेजिक तर त्यो अब्रप्टली केही डिसिजन चाहिँ नलिने बट स्ट्रेटेजिकली ब्यालेन्स्ड वेमा चाहिँ डिसिजन लियो आफ्नो करियर वाइज भयो भने चाहिँ तपाईँ चाहिँ नि लाइक यु विल बी द एम्परर इन वाट एभर सेक्टर यु आर डुइङ अनि तपाईँले खोजेको तपाईँले हुन्छ नि चाहेको ग्रोथ एन्ड अल चाहिँ तपाईँले पाउन सक्नुहुन्छ सो करियर वाइज पनि राम्रो छ बट देन इट्स टाइम यु निड टु टेक सम एक्सन होइन होल्ड ब्याक गर्ने चाहिँ भएन एक्सन पनि अब्रप्टली लिने होइन कि स्ट्रेटेजिकली सोचेर होइन सोच समझकर एक्सन लियो भने चाहिँ तपाईँलाई कसैले रोक्न सक्दैन तपाईँको ग्रोथ कसैले रोक्न सक्दैन करियर वाइज ओके अनि लभ लाइफमा चाहिँ आई थिङ्क अहिले भर्खरै अब लभ लाइफमा चाहिँ अलिकति रिग्रेट छ अनि अलिकति स्याडनेस छ बिकज अफ दिस 5 of cups राइट तर डोन्ट बी सो स्याड बिकज यु हेभ मोर अपर्च्युनिटिज अनि डिसिजन लिन गाह्रो भइरहेको छ भनेदेखि चाहिँ जसले चाहिँ कम्युनिकेट तपाईँलाई गरिराख्नु भएको छ नि जसले चाहिँ बढी तपाईँलाई खोजी नीति गरिरहेको छ द्याट पर्सन इज द राइट पर्सन फर यु होइन रिग्रेट त जसको पनि हुन्छ बट देन रिग्रेटमै बाँच्यो भने चाहिँ नि हाम्रो लाइफ मिजरेबल हुन्छ सो पोसिबिलिटिज हेर्नु होला 3 of Wands छ 2 of Swords छ होइन अब पहिला मलाई नराम्रो भयो अब म नयाँ रिलेसनमा जान्न भनेर अथवा जाने कि नजाने भन्ने दोधार भइरहेछ भने ट्राई अप्टिङ फर द पर्सन हु इज लाइक हुन्छ नि कम्युनिकेटिङ विथ यु क्या बिकज सी इज अ क्विन अफ वान्स सो सी विल बी गुड फर यु अथवा सी अथवा हि होइन सो जसले हेरिरहनु भएको छ अब उहाँले अलि बुझेर अब गर्नु होला हेर्नु होला जेन्डर वाइज चाहिँ होइन सो ओभरअल चैत मन्थ इज भेरी गुड फर यु यु हेभ टु लिभ बिहाइन्ड सम रिग्रेट्स यु हेभ टु लिभ बिहाइन्ड समथिङ द्याट डिडन्ट सर्भ यु अनि एक्सन लिन जरुरी छ एक्सन लिएपछि बल्ल यु विल बी हुन्छ नि यर फाउन्डेसन विल बी भेरी गुड अनि नयाँ अपर्च्युनिटिजहरू आइरहेछ है तपाईँको सो ग्र्याब दोज अपर्च्युनिटिज डोन्ट होल्ड ब्याक धेरै नसोच्नु तर स्ट्रेटेजिक वेमा वाट विल बी इन द फ्युचर फर मी इफ आई टेक दिस भनेर चाहिँ अगाडि बढ्नु होला अब तपाईँलाई मैले ओरेकल डेकबाट चाहिँ गाइडेन्स दिन्छु ल अनि ओके अपर्च्युनिटिज एन्ड चेन्ज सो ओभरअल टारोको कुराले पनि यहाँनिर यही सजेस्ट गरिरहेछ अपर्च्युनिटिज एन्ड चेन्ज भनेर सो डोन्ट थिङ्क टु मच गो फर द चेन्ज गो फर द न्यू थिङ अनि बी एक्साइटेड अबाउट वाट यु आर अफर्ड अनि बी ग्रेटफुल फर वाट यु हेभ त्यो ग्रेटफुल भएर चाहिँ अगाडि बढ्यो भने चाहिँ तपाईँलाई कसैले रोक्न सक्दैन राइट सो अपर्च्युनिटिज एन्ड चेन्ज भनेको छ गो फर द अपर्च्युनिटिज डोन्ट थिङ्क सो मच बट टेक द अपर्च्युनिटी एन्ड गो हेड इन यर लाइफ है हस् थ्याङ्क यू ओके दिस इज पाइल नम्बर 2 माई सिल्भर डेक सो लेट्स सी तपाईँको चैत महिनामा के छ लभ लाइफ एन्ड करियरसँग रिलेटेड है त
ओके पाइल टू पनि आई थिङ्क यो चैत महिनामा मुभिङ समवेयर अनि मुभिङ बिकज अफ लभ फर वाट दे डु अथवा फर देयर लभड वान्स पनि हुनसक्छ ट्राभलिङ इज देयर फर चैतको महिना फर दोज हु आर वाचिङ माई पाइल नम्बर 2 अनि डोन्ट थिङ्क द्याट यो तपाईँले हुन्छ नि आफ्नो लाइफको चाहिँ नि वार चाहिँ हार्यो भनेर बट त्यस्तो केही छैन हैन चैत महिनामा चाहिँ यु हेभ लाइक रिजल्भ सम गुड थिङ्स अनि यु आर बिकमिङ दिस किङ अफ कप्स यु आर बिङ दिस किङ अफ कप्स अब फोकस अलि आउट छ डोन्ट माइन्ड मी so you are being like this fool you know trusting the universe and going on with the journey even if that cliff there is a cliff you know so don't think that that's your like it's a victory so whatever you are doing traveling for your love or traveling for whatever you want to do it's good for you but it might not satisfy you totally because the perfection is just an illusion right so overall चाहिँ तपाईको लाइफमा चाहिँ राम्रै छ चैत महिनामा you will be traveling you will be getting some offer new love को offer पनि आउँदैछ so yeah and you need to be अलिकति इमोसनदेखि चाहिँ टाढा नरहनु होला आफ्नो इमोसन अनि गट फिलिङको सुनेर चाहिँ नि डिसिजन लिनु होला लाइफको बारेमा केही डिसिजन लिँदै हुनुहुन्छ भनेदेखि है सो वाट एभर यु आर डुइङ त्यो रङ हुँदैन द्याट विल बी फर यर ओन गुड होइन टोटल सेटिस्फ्याक्सन मिल्छ भन्ने चाहिँ छैन ओके सो करियर वाइज चाहिँ नि यु आर लिभिङ समथिङ एन्ड हुन्छ नि गोइङ फर यर पिस अफ यर माइन्ड सो वाट एभर युआर डुइङ इन करियर पनि ठिक छ है सो तपाईँले चाहिँ आफ्नो पुरानो करियर छोडेर नयाँतिर जान सक्नुहुन्छ नयाँले चाहिँ तपाईँलाई पिस पनि ल्याउँछ त्यही नयाँ कामले गर्दाखेरि चाहिँ तपाईँलाई ट्राभलिङको पनि अफरहरू आउन सक्छ ओके सो लिभ गर्नलाई चाहिँ मजाले लिभ गर्दा केही फरक परेन बिकज त्यो लिभ गरेको जुन कुरा छ करियर छ त्यसले चाहिँ तपाईँलाई पेन मात्रै दिइरहेको थियो कि मेन्टल फिजिकल ओभरअल सो इफ यो नयाँ अपर्च्युनिटी आउँछ त्यसलाई चाहिँ ग्र्याब गर्नु होला बिकज यो नयाँ अपर्च्युनिटीले चाहिँ इट इज गोइङ टु ब्रिङ यु पिस अनि हुन्छ नि सपोर्ट फ्युचरमा पनि अनि त्यो जुन नयाँ गर्दै हुनुहुन्छ द्याट करियर इज गोइङ टु हुन्छ नि be your stepping stone for whatever you have decided in your career for your life okay so you 3 of wands so your ship is coming so grab that ship and move on with wherever you have to go yo chait mahina okay so love life ma hamro the chariot king of swords 7 of swords the hierophant 7 of cups so tapai love ma cha alkiti dilemma ma hununcha because you might be in a long distance relationship bhaneदेखि don't worry about that अनि don't worry about that तर तपाईको जुन पार्टनर हुनुहुन्छ उहाँ चाहिँ अलिकति हार्श हुनुहुन्छ कि जे हो त्यही भन्नुहुन्छ नो सुगर कोटिङ त्यही भएर चाहिँ तपाईँलाई कन्फ्युजन भएको हुनसक्छ बट देन दिस पर्सन इज लाइक तपाईँलाई चाहिँ हुन्छ नि एकदम राम्रो मान्छ त्यो मान्छेले अनि द्याट दिस पर्सन वान्ट्स टु हुन्छ नि बी विथ यु but then still confused pani so what you need to do is like bullshit कुराहरु चाहिँ फ्लावरी वर्ड्सहरु चाहिँ छोड्दिनु जे सही हो तपाईको फिलिङ्स के छ तपाईलाई के गर्ने इच्छा छ यो रिलेसनशिपको लागि भनेर हैन स्ट्रेट फरवर्ड भएर कुरा गर्दाखेरि चाहिँ तपाईलाई राम्रो हुन्छ है त्यो भयो भने चाहिँ यो डिलेमाको इश्यूज चाहिँ आउँदैन अनि दिस पर्सन हुएभर यु आर विथ हैन अलिकति अब तपाईलाई अलिकति स्निकी पनि भन्छ क्या सो यु नीड टु क्लियर आउट थिङ्स विथ दिस पर्सन इफ यु वान्ट टु ह्याभ अ लाइक गुड रिलेसनशिप एन्ड अल है अब यो त भयो मेरो पिपल हु आर लाइक इन रिलेसनशिप हैन एन्ड दोज हु आर नट हैन सो म्यारेजवाला अपर्च्युनिटिजहरू पनि देखिरहेको छु यहाँनिर हैन
अनि अब जस कुराहरू चाहिँ अपर्च्युनिटिजहरू चाहिँ फास्ट आइरहेछ है। सो के गर्ने भन्दाखेरि सो जो कुरा जसको कुरा आइरहे पनि जस्ट फर्स्ट अफ अल एकैचोटिमा हस हुन्छ भनि नहाल्नु, हुन्छ नि। ट्राई टु फिगर आउट अबाउट द्याट पर्सन, उसको हुन्छ नि ब्याकग्राउन्ड बुझ्ने कोसिस गर्नु, उसको के छ कस्तो छ फ्युचर बुझ्ने कोसिस गर्नु, अनि त्यसपछि मात्रै अगाडि बढ्नु होला। फर दोज हु डु नट ह्याभ अ पार्टनर अथवा हु इज लुकिङ फरवर्ड अर सिङ्गल, लेट्स से सिङ्गल है। सो नाउ द ओराकल कार्डबाट गाइडेन्स, ओके, मेरो पाइल नम्बर 2 लाई फर द मन्थ अफ चैत्र 2081। लेट्स सी ओराकल कार्डबाट एउटा। No, I'm not gonna take this. Okay. Oh. Okay. Intuition and download. See, अब यो टारोले र ओराकल कार्डले अलि उस्तै भनिरहेछ भनेको गो फर यर इन्ट्युसन, डोन्ट गो फर द वर्ड्स बिकज अनि लुक फर द एक्सन्स होइन। अनि डाउनलोड भनेको अब लिसन टु यर ओन गट फिलिङ। गट फिलिङले चाहिँ कहिले पनि तपाईँलाई धोका दिँदैन है। सो इभन इफ द केस अफ तपाईँको ओभरअल लाइफ करियर अनि लभको छ, आफ्नो इन्ट्युसनको सुन्नु होला अनि त्यसैले नै अगाडि बढ्नु होला। अनि कुनै पनि कुरा एक्ज्याक्ट डिसाइड गरिहाल्नुभन्दा अगाडि चाहिँ यु निड टु फिगर इट आउट, लाइक आफैले पनि रिसर्च गर्नु पऱ्यो कि लाइक इज दिस थिङ गुड ब्याड, हाउ एम आई गोना लाइक अलाइन विथ माई लाइफ अनि लाइफको पाथ भनेर। त्यो गऱ्यो भने चाहिँ तपाईँलाई राम्रो हुन्छ। So that's it. This is the month of Chaitrako reading. Thank you. And please share and subscribe. Thank you.